हेलो साथीहरु नमस्ते म चाहिँ समृद्धि साई आज चाहिँ मैले भ्लग बनाइरहेको छु हेर्न सक्नुहुन्छ सब्स्क्राइब गरिदिनु होला लाइक कमेन्ट गरिदिनु होला मेरो भ्लग हेरेर आज चाहिँ हामी हाम्रो माइजू मम्मीहरु चाहिँ तोरी खन्न गइसकेको छ म चाहिँ मामा घरमा छु अहिले हामी बहिनीहरु बसिरहेको छौं हेर्न सक्नुहुन्छ यहाँ चाहिँ मेरो भाइ आएको छन् हेर्न सक्नुहुन्छ उता घरको यो चाहिँ यिनी भाइको बहिनी हो यो चाहिँ मेरो दाइ हो उता चाहिँ मेरो बहिनी गएकी छि उता मेरो बहिनी खेलिरहेको छि आफूभन्दा सानो दाइ यहाँ चाहिँ सानी छि अर्को मेरो बहिनी चाहिँ हाँस उठिरहेकी छि हेर्न सक्नुहुन्छ म देखाइन्छु झ्यापारामा चाहिँ फुल झ्यापारामा हेर्न सक्नुहुन्छ नानी भर्खरै 7 महिनाको गोलु म चाहिँ आज के मिनी भ्लग बनाउने भनेपछि नि यिनीहरुको थोपडा देखाउन मेरो दाइ हाइट नाप्ने हेर्न सक्नुहुन्छ मेरो दाइ हो मेरो हाइट विश्वासमा लाग्न सक्नुहुन्छ हल्का कम छ के मेरो हाइट सानी हेलो पुण्डे दादा बक्स थरीको यो चाहिँ हाँसी गाइस हेर्न सक्नुहुन्छ मस्किली अनि चाहिँ मस्किनी मस्कनले यता हेर्छन् मस्कन हेलो मस्कन ओ त्यहाँ अर्की कहाँ गई गाइस मेरो बहिनी चाहिँ कहाँ खेल्न टप्किसकेकी छ वहाँ बाटोमा अब चाहिँ हामी त्यहाँ लिएर आउँछौँ मतलब मेरो दाइले लिएर आउँछ हेर्न सक्नुहुन्छ यहाँ चाहिँ के फुल अरे यसको फुलमा गाइस यो भैँसी फुल यहाँ छ हेर्न सक्नुहुन्छ भैँसी फुल बब्बाल हाम्रो यहाँ फल्या यो फुलको नाम इनले भनेको भैँसी फुल हामीहरु सानोमा यो खेल्थ्यौं अहिले मैले आफ्नो बहिनी बनाएको मेरो यो गाडी भाइ बटे दाइ हजुर फुलको नाम थाहा भैँसी फुल हो दाइ भैँसी फुल हैन उ यहाँले भनेको मलाई कमेन्टमा भन्नु होला फुलको नाम के हो देऊ भाइ मेरो बहिनीको हेलो भन सानी नमस्ते मेरो बहिनी चाहिँ यस्तो छ पाखेमा यो चाहिँ मेरो मामा हाउस हो मामा हाउस चाहिँ बर्दियामा पर्छ भैँसी बेच्न भैँसी किन चाहन्छ भने आउनु होला भन्दै अरे के भन्ने अरे तर घरमा 3टा भैँसी छ यस अनि अर्को घरमा 2टा कुकुर छ दुईटा कुकुर यहाँ 3टा भैँसी छ तर हामीको एउटा भैँसी बेचिसक्नु देखेरे 2टा वहाँ र वहाँ यहाँको घरमा 3टा कुकुर छ कहाँ 3टा कुकुर अनि कति 3टा केटी छ यहाँको घरमा एउटा कुकुर हाम्रो कुकुर हेर्न सक्नुहुन्छ उ त्यहाँ हाम्रो मामाहरूको कुकुर चाहिँ हेर्न सक्नुहुन्छ एउटा कुकुर यहाँ छ अनि एउटा कुकुर चाहिँ यहाँ छ अर्को कुकुर वहाँ छ अर्को कुकुर चाहिँ वहाँ छ हाम्रो रिङ्कल एकदम बब्बाल रिङ्कल हो फेरि प्यारो रिङ्कल गाइस हजुरले पनि किन्न सक्नुहुन्छ राखी बान्ने रिङ्कल तर यहाँको किन्न सक्नुहुन्न अरू पसलमा गएर किन्न सक्नुहुन्छ किनभने हाम्रो रिङ्कल हो किनभने यो बिग्री भएको यो कहाँबाट लिएर आएको म यहाँ आन्छु त यसलाई यो हामी बहिनीले साइकल खेलिरहेकी छि भैँसी फारमबाट यो पनि मेरो मामा घर नै हो यो कुकुरलाई भैँसी फारमबाट ल्याएको के कहाँबाट ल्याएको रे भैँसी फारमबाट यहाँ छ नि यहाँ यता खेल्ने म चाहिँ अब भिडियो बनाउँछु है आफू बोलाएर हेलो गाइस वेलकम ब्याक टु माय न्यू आज हामी आएको छौँ आफ्नो मामा घर हाम्रो मामा घर हो हाम्रो नानी देख्नु भएको होला हाम्रो दुईटी नानी छ नि हाम्रो दिदी के खाडे हो मेरो भाइको मिनी भ्लग गरे मेरो त अर्को दाइ आउँछ मिनी भ्लग यसको पनि युट्युब च्यानल छ लाइक सब्स्क्राइब गरिदिनु होला भन्ने आशा छ मेरोमा चाहिँ मेन गर्ने लाइक सब्स्क्राइब सेयर सपोर्ट गर्नु होला भन्न चाहन्छु म मेरो दाइ चाहिँ अब आउँछ होला अनि गाइस अब मेरो दादा आउँछ होला यहाँ चाहिँ हाम्रो बाख्रा पनि छ हाम्रो मामा घरमा हेर्न सक्नुहुन्छ कतिवटा छ भनेपछि नि 1 2 3 4 4वटा बाख्रा छ हाम्रो घरमा ठ्याक्कै 4वटा बाख्रा छ हाम्रो मामा घरमा एउटा भैँसी छ एउटा भैँसी छ यहाँ चाहिँ एउटा त्यहाँ भैँसी छ
मेरो दाइ चाहिँ आइसक्नु भएको छ। अब मिनी भ्लग बनाउँछ मेरो दाइले नि यसले पनि उठाउँथ्यो अरे युट्युब च्यानल हेर्न सक्नुहुन्छ। गाइस अरू के भन्नु पर्यो गाउँघरमा यस्तै रमाइलो हुन्छ। हामी चाहिँ अब हजुर देखाउँछ हाम्रो मामा घरमा फेरि त्यो उसको बिउ पनि पाइन्छ के अरे प्याजको बिउ पनि पाइन्छ। हजुर किन्न सक्नुहुन्छ। बर्दियामा पर्छ यो चाहिँ ठाउँ चाहिँ हेर्न सक्नुहुन्छ। प्याज चाहिँ म देखाइदिन्छु हजुरहरूलाई फिक्स।